नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सानेपामा सुरु। काठमाडौँ प्रतिनिधि सभाको निर्वाचनपछि पहिलो पटक नेपाली कांग्रेसको बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक अहिले पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा बसिरहेको हो। दिउँसो 1 बजेका लागि डाकिएको बैठक खराब मौसम बीच 1 घण्टा ढिलो गरी सुरु भएको हो। बैठकले समानुपातिक बन्द सूचीमा रहेका उम्मेद्वारहरूमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्नेछ। निर्वाचनमा प्रत्यक्षतर्फ 18 सिट जितेको कांग्रेसले समानुपातिकमा 20 सिट जितेको छ। कांग्रेस प्रवक्ता एवं केन्द्रीय सदस्य देवराज चालिसेले आज समानुपातिकको नाम टुङ्गो लगाइने बताए। उनले आजको बैठकमा अन्य विषयमा सामान्य छलफल हुन सक्ने भए पनि मुख्य विषय भने निर्वाचन आयोगलाई सिफारिस गर्ने समानुपातिक सदस्यको नाम टुङ्गो लगाइने रहेको बताए। कांग्रेसका सामु अब हुने पार्टीको नियमित महाधिवेशन र अबको मार्गका बारे समेत बैठक गरी टुङ्गोमा पुग्नुपर्नेछ। प्रवक्ता चालिसेले पार्टीको केन्द्रीय समिति बैठकको तयारी भइरहेको भन्दै यो सातासम्म कार्य सम्पादन समितिको बैठक बस्ने जानकारी